नदैछन् भन्ने हुँदाखेरि हामीले कुनै कहिलेसम्म हुँदैन यहाँको समस्याहरू यो समस्याबाट कहिलेसम्म हो हामी शान्तिपूर्ण आन्दोलनको लागि आज यहाँ यो ज्ञापन पत्र बुझाउन हाम्रो वडाध्यक्षको नेतृत्वमा हामी वडावासी आएका छौँ यदि आज पनि यो कुराहरू उहाँहरूले अधिकृत ज्यू लगायत यहाँको कर्मचारीहरूले चाहिँ सुनवाई भएन भने हामी एकदम सडक आन्दोलन मालपोतमा आन्दोलन गर्न हामी आज एकदम सीमित व्यक्ति मात्रै हामी आएका छौँ यहाँका हामी 900 घरधुरीका त्यहाँका सुकुम्बासीहरू सम्पूर्ण विभिन्न किसिमको जग्गाका पीडितमा कोही अव्यवस्थित कोही सुकुम्बासी भएर हामी यहाँ आएका छौँ र उहाँहरूलाई चाहिँ आज यहाँ यो कुराहरू सुनाइ होस् भन्ने उद्देश्यका साथ हामी आएका छौँ यो पक्कै पनि मनन हुनेछ भन्ने फेरि हामीले आशा बोकेर आएका ल सबैलाई नमस्कार पत्रकार मित्रहरू मालपोत कार्यालयका प्रमुख लगायत कर्मचारी साथीहरू र काउसती नगरपालिका वडा नम्बर 4 का सम्पूर्ण आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र काउसती नगरपालिका वडा नम्बर 4 को तर्फबाट हार्दिक नमस्कार अभिवादन गर्दछु। हामी आज हाम्रो दशकौँदेखिको समस्यालाई लिएर पुनः एकचोटि मालपोत कार्यालयको दैलोमा आइपुगेका छौँ र यो विषयमा म निर्वाचित भइसकेपछि र वडा समितिले पहिलो निर्णय नै यहाँको अवस्थित बसोबासीको समस्या समाधान गर्ने भनेर पहिलो निर्णय गरेको छु र सोको जानकारी हामीले नगरपालिका मालपोत कार्यालयमा पनि गराएका थियौँ र यो छुट्टाका दर्ता हामीले यहाँ अहिले दुईटा कुरा छ एउटा त पूर्जा बदरको त यहाँ मालपोतले गर्न नसक्ला उहाँहरूलाई अहिले हामीले त्यो विषयमा पनि हामी चाहिँ पूर्जा बदरै गर्नुहोस् भनेर उहाँको अधिकार नभएको कुरालाई हामीले दबाब दिन खोजेको होइन हामीले त्योभन्दा अगाडि पनि भर्खरै जिल्ला प्रशासन कार्यालयमा फर्जी तवरबाट पूर्जा लिने भूमाफियाहरूलाई झिकाई कारबाही गरिदिनलाई जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ साहबलाई ज्ञापन पत्र बुझाइसकेका छौँ र बाहिरी व्यक्तिहरू जसको आफ्नो जग्गा छैन जसले जग्गा चिनेको पनि छैन जानेको छैन होटलको कोठाहरूमा किताकाट गरेर त्यहाँका आम जनताहरूलाई सुकुम्बासी बनाउने जुन चलखेल भयो विगत लामो समयदेखि र अहिले पनि ती मान्छेहरू सम्पर्कमा आएका छैनन् त्यस्ता व्यक्तिहरूलाई मिडिया मार्फत जिल्ला प्रशासन मार्फत र सम्बन्धित सम्पूर्ण निकायहरू मार्फत खोजी तलासी होस् र खोजबिन गरेर ती मान्छेहरूलाई चाहिँ ल्याएर छलफल गराइयोस् र कानुनी कारबाहीको दायरामा ल्याइयोस् र जनताको जग्गा जनतालाई फिर्ता होस् भन्ने उद्देश्यले हामी उपस्थित भएका छौँ र अहिले यहाँ मालपोतसित जोडिएको एउटा कुरा के छ भने हामीले 2081 11-29 गते आदरणीय नगर प्रमुख र वडा अध्यक्षको हैसियतले मैले 2वटा पत्र पठाएको छु छुट जग्गा दर्ताको लागि छुट जग्गा दर्ताको लागि हामीले पत्र पठाएका थियौँ त्यो पत्र पनि म तपाईँलाई यहाँ वाचन गरेर सुनाउन चाहन्छु पत्रको बेहोरा एउटै छ नगर प्रमुखको हस्ताक्षर पनि छ र वडा अध्यक्षको हिसाबले मेरो पनि छ यसमा थियो छुट जग्गा दर्ता गरिदिने सम्बन्धमा शिक्षण कार्यालय प्रमुख मालपोत कार्यालय काउसती नगरपालिका बर्गा सूत्रपूर्वक प्रस्तुत विषयमा काउसती नगरपालिका वडा नम्बर 4 स्थित साबिक शिव मन्दिर गाविस नक्सा नम्बर 9 क भित्र विगत लामो समयदेखि जोतकमो तथा बसोबास गर्दै आएका आम नागरिकहरू जसको आफ्नो वा एकाग्र परिवारको नाममा नक्सा तथा फिल्डबुक कायम भएका तथा सहमति भएका किताहरूको काउसती नगरपालिका वडा नम्बर 4 को कार्यालयबाट नेपाल सरकारको 2080 माघ 11 गते राजपत्रमा प्रकाशित सूचना अनुसार छुट जग्गा दर्ता प्रक्रिया अगाडि बढाइदिनु हुन त्यहाँ कार्यालयमा सिफारिस गरी पठाइएकोमा हालसम्म पनि त्यहाँ कार्यालयबाट छुट जग्गा दर्ता प्रक्रिया अगाडि नबढेको हुँदा तत्काल वास्तविक जग्गाधनी जोत कमत बसोबास गर्ने व्यक्तिहरूको नाममा जग्गाधनी प्रमाणपत्र पाउने व्यवस्था मिलाइदिनु हुन सिफारिस साथ हार्दिक अनुरोध गरिन्छ भनेर हामीले यो 81 साल 11 महिना 29 गते पठाएका थियौँ। यसको विषयमा यो कार्यालयले हामीलाई यो मिल्दैन भनेर लिखित पनि दिएको छैन यो मिल्दैन भनेर लिखित पनि दिएको छैन हुन्छ भने पनि छैन हुन्न पनि भनेको पनि छैन। अब माघ 10 गते 2 वर्ष हदमा छुट जग्गाको स्वीकृति बेला भइसक्यो र अर्को कुरो के छ भने छुट जग्गा अन्तर्गत आउँदैन यो अर्कै प्रकृतिको पनि भन्नुहुन्छ कहिलेकहिले र यहाँ के छ भने अलि अगाडि उहाँभन्दा पहिलाको हाकिम साहबले साबिकको लगत भन्नुभयो साबिकको लगत खोज्नुभयो साबिकको तिरोतिरको खोज्नुभयो यो छुट जग्गाको रूपमा साबिकको लगत एउटै त्यसपछि तपाईँको हदबन्दीका कुरा खोज्नुभयो धेरै कुराहरू खोज्नुभयो र पछि उहाँले फिल्ड अनुगमन जानुभयो मालपोत र नापीको हाकिमसहित फिल्डमा गएर फिल्ड पुरै हेर्नुभयो ठिक छ अब यसलाई वन जिल्ला प्रशासन नगरपालिका अनि त्यसपछि जिल्ला समन्वय लगायत बसेर एउटा खालको नीतिगत निर्णय गर्नुपर्छ र यसलाई अगाडि बढाउँछौँ भनेर हामीलाई उहाँले भन्नुभएको थियो मौखिक रूपमा
र उहाँ त्यो प्रक्रियामा म अगाडि बढ्छु भन्दै उहाँ सर्वपर जानुभयो। त्यसपछि नयाँ हाकिम साहब आउनुभयो। नयाँ हाकिम साहब आएर म अध्ययन गर्छु भन्नुभयो। संयोगले उहाँ आएकै दिनमा म आइपुगेको थिएँ। पछि उहाँका मोबाइल आएर मेरो फोन नलाने बनेछ, कसरी बनेको नि थाहा भएन। पछि फेरि उहाँ मिलाएँ मैले, होइन आज त लायो त्यो अस्ति खोलेको थिएँ लायो। अब मेरो फोनै नलागे। त्यसपछि पटक मैले फोन गरिरहेको छु। अनि त्यसपछि के छ भने उहाँले आएपछि म अध्ययन गर्छु भन्नुभयो। अध्ययन गर्नमा पनि हामी समय दियौँ। अध्ययन गरिसकेपछि उहाँले के भन्नु, कुन निर्णयबाट यो जग्गा दर्ता भयो भनेर भन्नुभयो मलाई। त्यो कुन निर्णयबाट दर्ता भएको थियो त यही हुनु पर्यो कागज। अनि निर्णयबाट दर्ता नभएको सर्वोच्च अदालतमा मालपोत जाँदाखेरि 2063 सालमा फैसला कसरी भयो? मालपोतले चाहिँ तपाईँको सर्वोच्च अदालतले फैसला कसरी गर्यो पूर्ता सदर गर्नु भनेर। अख्तियारमा गएको फाइल आउँदाखेरि चाहिँ तपाईँको चाहिँ निर्णय थिएन भने अख्तियारले बदल किन गर्न, कारवाही किन गर्न? भनेपछि प्रक्रिया नमिल्या भए त सम्बन्धित निकायले कारवाही गर्नु पर्थ्यो नि। अनि फाँटवाला साथीहरूले यो हराइदिएको हो लुकाइदिएको हो भने पनि आजबाट चाहिँ कान खोलेर सुन्नु पऱ्यो, जाग्नु पऱ्यो, निकालिदिनु पऱ्यो, खोजिदिनु पऱ्यो। प्रत्युत्तर लगाउने बेला तपाईँहरूसित मिसिल भेटिने, हाम्रो जग्गा छुट जग्गा दर्ता गर्ने बेला मिसिल नभेटिने कारण के हो, होइन? बाहिरी मान्छेको नाममा दर्ता गर्ने होइन। अनि शिव मन्दिर 9 ख को 180 बिघा 15 दूर जग्गा छ है। 180 बिघा 15 दूर जग्गामा 100 बिघा 10 दूर जग्गा दर्ता भइसक्यो। सिंह दक्षको 80 बिघा 5 दूर जग्गा दर्ता हुन बाँकी छ। यदि अवैधानिक हो भने सबै खारेज गर्नुहोस्। हामी सबैको कोही पूर्ता भएको नि चित्त बुझाउँछौँ। खारेज गर्न समय आयोगबाट दिन्छ। आयोगले भन्छ मालपोतले गरेको तपाईँहरूलाई दिन मिल्दैन। आयोगबाट बाँड्ने त हामीले बाँडिसक्यौँ। 110 पूर्ता बाँडिसक्यौँ हामी पहिलो। अहिलेसम्म आयोगले गर्ने भए हाम्रो सबै बाँडिसक्थ्यौँ हामी। त्यसो भएपछि आयोगले भन्छ मालपोतले गर्ने हो। मालपोतले भन्छ यसको निर्णय खाइ भन्छ, कहिले के खाइ भन्छ। चाहिएको के हो? उठाएर दिनुपर्ने हो भने भन्नुहोस् कति उठाउनु पर्छ। वडाले व्यवस्था गर्छ। सही कुरा सही। बाहिरी मान्छेको नाममा दर्ता नगरौँ। जसको जोतेको छ जिल्ला समन्वय, जिल्ला प्रशासन, वन कार्यालय, मालपोत दाबी हिँड्नुहोस् फिल्डमा। फिल्ड देखाउँछौँ, घर उभिएको देखाउँछौँ। सर्टिफिकेट गरौँ। तपाईँको आँखाले हेर्नुहोस्, मिलेकोलाई गरिदिनुहोस्। नमिलेकोलाई गरेर तपाईँको जागिर धरामा हाल्नुहोस् पनि भनेको नि। मिलेकोलाई गर्नुहोस्। यदि मिल्दै मिल्दैन भने हिजो यो मालपोत कार्यालयबाट भएको अनधिकृत कार्यको कारवाही होस्। चाहे त्यो नेता परोस्, चाहे त्यहाँ कर्मचारी परोस्, तिनलाई मुद्दा लाग्नुपर्छ। हाम्रो फिल्ड खाली हुनुपर्छ। हामी सार्वजनिक जग्गामा बसेको भन्ने अनुभूति भएपछि हामीले नापेका छौँ। हामीले नगरपालिकाबाट पनि भूमि आयोगबाट केही जग्गा नापेका छौँ, केही छुट रहेछ भने त्यसलाई प्रक्रियामा लैजाउँ र हामी त्यो आधारमा पूर्जाको प्रक्रिया अगाडि बढ्छौँ। र अहिले त यो ट्रेलर हो, फिल्म हामी देखाउँछौँ 15 दिन। सही तपाईँहरू भागेर पनि सुख पाउनुहुन्न, अवश्य पाउनुहुन्न, सुख पाउनुहुन्न। कहाँ कुरा गर्नु पर्छ? म पटक म यहाँ तपाईँको चाहिँ वडा अध्यक्ष भएपछि 500 चोटि भन्दा बढी आयो होला यहाँ। कर्मचारी सबैलाई थाहा छ। लेखनदार साथीहरूले पनि देख्नु भएको छ। लेखनदार साथीहरूले पनि देख्नु भएको छ। आछ गाछ ल 2 दिनपछि भन्छन्, 3 दिनपछि भन्छन्। ओहो हैरानको हैरान बनाएछन्। खोजेको के हो? मिसिल हराएको हो भने कसरी हरायो? हराएन भने अदालतले कसरी जितायो? अदालतले जिताउँदा त मिसिल पेश गरे होला, अख्तियारले जिताउँदा त मिसिल पेश गरे होला नि त। त्यसो भएको हुँदा आज हामीले यो पूर्वमा मेयर साहबले पठाएको पत्र, वडाले पठाएको पत्र सहित आज हामी यहाँ त थोरै मान्छे आएर साधन कम भएर यो त्यसो भएको हुँदा हामीले 3वटा निर्णय गरेका छौँ। एउटा तपाईँको चाहिँ जग्गा दर्ता सम्बन्धमा पहिलो छुट जग्गा मिलेको जग्गा दर्ता गरिदिनुहोस्। नमिलेको जग्गाको सिफारिसै दिन्नौँ हामी वडाले। हामी कसैसित 1 रुपियाँ खाएर सिफारिस दिनेवाला छैनौँ। हाम्रो त तपाईँहरूको त 59-60 सालसम्म जागिर होला। हाम्रो त 1.5 वर्ष मात्रै जागिर। हाम्रो हतार छ। हाम्रो हतार छ यहाँको जनतालाई दिनलाई। त्यसो भएर छिटो त्यो पीडित जनता मात्रै होइन, म पनि पीडित हो। फेरि मेरो पनि बाँकी छ। त्यसो भएको हुँदाखेरि जग्गा दर्ता सम्बन्धमा पहिलो निर्णय गरिदिनु पऱ्यो, अगाडि बढाउनु पऱ्यो। दोस्रो, हामीले जिल्ला प्रशासनलाई चाहिँ भूमाफियाहरूले फर्जी तौरबाट लगेको पूर्जा लिएर गएका छन्, तिनलाई समातेर कारवाही गर्नु पऱ्यो भनेका छौँ। तेस्रो कुरा चाहिँ यदि हाम्रो सुनवाई नभए हामी आजको मितिले 15 दिनपछि हामी सशक्त आन्दोलनमा जान्छौँ। अन्य कुराहरू यहाँलाई जानकारी गराउँछौँ। यहाँ मार्फत कति सहनी अब औषधि चारका जनताहरू पूर्जा लिने नलिने हामी घरका 2-3जना घरमा ढोका लगाएर सडक आन्दोलनमा उत्रेर भए पनि जसरी यहाँ जेएनजीले सरकार पारे छैन त्यसरी हामीले कुनै राजनीतिक दल कुनै पार्टी होइन, हामी एउटै पार्टी
विषय म यहाँ पढाउनुलाई छुट जग्गा दर्ता गरिदिने सम्बन्धमा श्रीमान कार्यालय प्रमुखज्यू मालपोत कार्यालय नवलपरासी वर्ग सुस्त पूर्व प्रस्तुत विषयमा काउसुदी नगरपालिका वडा नम्बर 4 साबिक शिव मन्दिर गाविस नक्सामा 9 क ख गको जग्गा पटक पटक आफ्नै वा एका घरको जग्गा पटक पटक आफ्नै वा एका घरको नाममा फिल्म कायम भएको छुट जग्गा दर्ता गराउन यस वडा कार्यालयबाट ता कार्यालयमा अनुरोध गर्दा समेत सुनवाई नभएको हुँदा आजको मितिले 15 दिनभित्र उक्त नक्सामा छुट जग्गा ता कार्यालयबाट दर्ता गरिदिनु हुन अनुरोध गरिन्छ। अन्यथा आन्दोलन गर्न आम जनसमुदाय बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ र अब हुने आन्दोलनको सम्पूर्ण जिम्मा प्रशासन र मालपोत कार्यालयले लिनुपर्छ। हामीले आज बसेको बैठकको निर्णय अनुसार आज हामी हतारमा आयौँ, व्यवस्थित हुन सकेन धेरै कुराहरू हामी व्यवस्थित तरिकाले नै आउँछौँ। हामी तपाईँहरूबाट हामीलाई व्यवस्थित तरिकाले आउने बाध्य नबनाइदिनुहोस्। हामी तपाईँहरूसित सहकार्य गर्न तयार छौँ। राष्ट्र सेवक कर्मचारीको मनोबल घटाउन होइन बढाउन तयार छौँ। तपाईँहरूलाई काँधमा बोकेर सम्मान गर्न तयार छौँ। यहाँको जनताको पूर्जाको लागि तपाईँहरू लड्ने कि नलड्ने? कुन फाँटको फटाले फाइल लुका छ? पत्ता लगाएर जनताको पूर्जा पाउने अधिकारबाट वञ्चित गर्ने फटालाई जनताले नाङ्गा पर्छ। तर त्यहाँको जनताको अन्याय अब सहन सक्दैनौँ। त्यसो भएको हुँदा श्रीमान हजुरले तत्काल यसको समस्या समाधान गर्नुहोस्। अन्यथा त्यहाँका जनता अब जुर्मुनाइसके उठिसके सधैँभरि यसरी चाहिँ सहेर बसिनेवाला छैनौँ कि हिजोका पूर्जा पनि अवैधानिक थियो भनेर कारबाही गर्नुहोस्। एउटै नक्साको कुनै पूर्जा लागू हुने कुनैले पूर्जा नपाउनुहुन्छ? फेसबुक प्रमाणित छ, नक्सा प्रमाणित छ, कारोबार भइरहेछ। अनि त्यो कारोबार भइरहेको कोही अन्यायमा पर्ने कोही नहुने हुन्छ। बाहिरी मान्छेको नगर्नुहोस्, अख्तियार पर्ने गरी नगर्नुहोस्, नमिल्ने गरी नगर्नुहोस्। तर मिलेका कामहरू अगाडि बढाउन अनुरोध गरे। यदि गर्नु भएन भने हामी अब बाटोमा आउन तयार छौँ, सडकमा आउन तयार छौँ, गोली खान पनि तयार छौँ यहाँका जनताहरू। निश्चित हुन पहिला अनुरोध गर्छ। यो मिलेन त्यो मिलेन यो भएन, मिलेन भने कारबाही गर्नु नि त। मिलेन भने कारबाही गर्नुहोस्। तपाईँको त कुर्ची सर्को म भर्खर आएको भनेर सेवा पाइन्छ। दायित्व सर्दैन, दायित्व सर्दैन। अघिल्लो वडा अध्यक्षले गरेको राम्रो काम र नराम्रो कामको जसमा लिने हो, अब जसमा मैले लिने कुर्ची त त्यही हो नि, मान्छेको फेरिएको त दायित्व सर नि। त्यो दायित्वलाई निर्वाह गर्न मैले अनुरोध यो ज्ञापन पत्र मैले पढेर वाचन गरेँ, सुनाएँ। अबको 15 दिनपछि हामी वडामा भेला हुनेछौँ। योभन्दा ठुलो मास घरको 2 जना 3 जना लिएर हामी सडकमा उत्रिनु पर्ने बाध्यता बनाउने कि नबनाउने उहाँको हातमा छ। उहाँलाई हामी अनुरोध गर्छौँ, हामीलाई सडकमा नल्याउनुहोस्। हामी कामकाजी मान्छे, किसानी मान्छे, हामीलाई हातमा पूर्जा दिनुहोस्, हातमा कोदालो समातेर काम गर्ने वातावरण बनाइदिनुहोस्। हाम्रो अनुरोध तपाईँलाई, हामीलाई आन्दोलनका ब्यानरहरू लिएर हिँड्न बाध्य नबनाइदिनुहोस्। कुटेर कोदालो समातेर काम गर्ने वातावरण बनाइदिनुहोस्। तपाईँको कार्यालयबाट तपाईँ नयाँ हुनुहुन्छ, सबै कुरा तपाईँलाई थाहा छैन होला, तर तपाईँले चासो पनि लिइदिनु भएन कि भन्ने भयो। हामी कि कारबाही गर्नुहोस् कि पूर्जा दिनुहोस्, दुईटामा एउटा हुने। कति 1 महिना पुग्यो होइन। मैले अब कतिसम्म हुन्छ मैले सक्दो प्रयास गर्छु र तपाईँहरू यत्रो मान्छे आउनु परेन, फिल्म देखाउन नि परेन, यसैले आउन ढुक्क पुग्यो। फिल्म देखाउने काम नगरौँ, तपाईँहरूले सुन्नुहोस्। तपाईँहरू मध्येबाट 2-3 जना अग्रज मान्छे अरू 3 जना छान्नुहोस् र अध्यक्ष सहित 4 जना आउनु। सिडिओ साहब पनि हुनुहुन्छ होइन, अनि हामी पनि हुन्छौँ। बसेर यसको निकास निकालौँला होइन, त्यही गरौँ। यसो गरौँ, फिल्म हेर्ने नहेर्ने तपाईँको इच्छा कुरा हो। अनि सुन्नुहोस्, कहिले मिटिङ बसे कहिले हाम्रो आवश्यकता पर्छ हामीलाई खबर गर्नुहोस्। मलाई खबर गरेपछि को आउनुपर्छ हामी सल्लाह गर्छौँ। भोलि नै आउनु, पर्सि नै आउनु। होइन होइन त्यस्तो होइन। हामीले तपाईँलाई 15 दिन एकछिन सुन्नुहोस् त, तपाईँलाई हामीले 15 दिनको समयसीमा निर्धारित गरेका छौँ। तपाईँले हामीलाई बोलाएको बखतमा खबर गरेको बखतमा यसको विषयमा छलफल गर्न हामी जतिखेर पनि तयार छौँ। दिनरात नभने हामी तयार छौँ। हजुरले सम्पर्क गर्ने अब बल तपाईँको कोर्टमा छ। तपाईँले हामीलाई सम्पर्क गरिदिए सम्पर्क गरेको बेलामा हामी आउँछौँ र सम्पर्कै गर्नु भएन, व्यवस्था गर्नु भयो। 15 दिन पैसा फिल्म लिएर हामी आउँछौँ।
खोइ पर्दैन आशा गरौँ न खाली भयो ला त छैन ए ल त तपाईँहरू गाडीमा गए म तेल हाल्न जान्छु गाडीमा जान्छु